हर्क साम्पाङ भनेको फेसबुकै राष्ट्रपति, फेसबुकै मन्त्री, फेसबुकै सांसद हो क्या। एक दिनमै यत्रा पोस्ट गर्ने हो त अनि कति डराइसक्यो। अनि जसले बालेन रोबीलाई लुसिफर भन्छ नि, तल हेर, तल मैले लेखेर दिएको छु लुसिफर भने के हो भन्ने कुरा। तिमीलाई लुसिफरको ज्ञानै छैन, बुझ्यौ? घमण्ड भएका, तातो खुन भएका राजनीतिमा नआए हुन्छ। घमण्ड अहङ्कार भएको, हर्क जस्तो अहङ्कार भएको मान्छे राजनीतिमा नआए हुन्छ। अनि यो फोटो के हो? अनि यति सानो कुरामा विरोध भनेर नभन। तलको खाउल्टो हेर क्या, खाउल्टो हो। अनि खाउल्टो नै चाहिँ आश्रम श्रमदान गर्ने मान्छेले खाउल्टो उ गर्न सक्दैन। अनि यही मान्छे जनयुद्धमा नेपाली नक्कली माओवादी भएर नेपालीले ठग्ने मान्छे होइन, होइन। अनि अरूले त विदेशी दलाल भएर रोबी बालेन त। अनि यो त फेरि नेपालकै मान्छेलाई ठगेर खाएछ त। के ठुला कुरा नगर्दा हुन्छ, बुझ्यौ? तिमी पनि विदेशी दलाल हो, हामीलाई थाहा छ, हामीले भन्न पनि नसक्या होइन। विदेशी दलाल हो तिमी पनि। त्यत्तिकै त्यत्रो त्यो कन्सर्टहरू कहाँ भए? त्यत्रा तिनी शरम स्वीकृतिका त्यत्रा पार्टीहरू तिनी बुटोल्नु त्यहाँ कसरी भए सम्पन्न? ठुलो कुरा नगर। तिमी पनि विदेशकै उबाट छौ, हामीलाई थाहा छैन। नाटक बेसी नगर्दा हुन्छ। फेसबुकै सांसद, नेपालको सांसद बन्ने हैसियतको मान्छे होइन। एक सिट ल्याएछ भने त कस्तो? भिडियो सेभ गरेर राख। त्यही जिते, हर्कले जित्ला त्यही ठाउँबाट, अर्को अन्तबाट जित्दैन क्या 100%। ल कताबाट मेयर धन्न जित्या थियो, आङ्काजी हो कि केले गर्दा, त्यसैलाई अहिले अहङ्कार रे, आमा त्यसैलाई चिन्दैन उसले। अनि त्यस्तो अहङ्कार भएको मान्छे राजनीतिमा नछिरे हुन्छ। हस्त नमस्ते।